ल सुरु गरौँ। आजको यस विशेष व्याख्यात्मक प्रस्तुतिमा स्वागत छ। आज हामी आइडिया शेयर नेपालको जानकारीमा आधारित रहेर नेपालको शेयर बजारमा आइपिओ अर्थात् आइपिओ भर्ने प्रक्रियालाई कसरी एकदमै त्रुटिरहित बनाउने भन्ने विषयमा गहिरो चर्चा गर्दैछौँ। साँच्चै भन्नुपर्दा शेयर बजारको यो रोमाञ्चक यात्रामा पहिलो पाइला नै एकदमै बलियो र स्पष्ट हुनुपर्छ, होइन त? अब एउटा निकै गम्भीर प्रश्नबाट कुरा अघि बढाउँ। आखिर यति धेरै आइपिओ आवेदनहरू किन रद्द हुन्छन् त? सोचौँ त, एउटा सानो प्राविधिक गल्तीले गर्दा आवेदन रद्द हुनु भनेको एउटा ठूलो आर्थिक अवसर हातबाट पुरै फुत्किनु हो। साँच्चै भन्ने हो भने ससाना कुरामा ध्यान नदिँदा राम्रो कम्पनीको शेयर प्राप्त गर्ने सुनौलो मौका गुम्न सक्छ। त्यसैले आवेदनलाई स्वीकृत गराउनु नै सबभन्दा ठूलो चुनौती हो। ल, अब यस विषयमा गहिराईमा प्रवेश गरौँ। यहाँ आइडिया शेयर नेपालले तयार पारेको 10 बुन्दे चेकलिस्ट देखाइएको छ। हेर्दा यो एउटा साधारण सूची जस्तो मात्र लाग्न सक्छ, तर हामी यसलाई सम्झन एकदमै सजिलो हुने गरी एउटा क्रमिक यात्राको रूपमा बुझ्नेछौँ। यो सूचीलाई राम्ररी पछ्याउने हो भने आवेदन रद्द हुने सम्भावना लगभग 0 नै हुन्छ भन्दा फरक पर्दैन। यस सम्पूर्ण प्रक्रियालाई सजिलै बुझ्न 4 मुख्य चरणमा बाँडिएको छ। पहिलो, तयारी र खाता जाँच। दोस्रो, आवेदन दिँदा अपनाउनुपर्ने सावधानी। तेस्रो, कम्पनीको वित्तीय विश्लेषण। र चौथो, आवेदन पछिको फलोअप। अब लागौँ पहिलो र सबैभन्दा महत्त्वपूर्ण चरणतर्फ, तयारी र खाता जाँच। आइपिओको बारेमा सोच्नुभन्दा पहिले नै आफ्नो आधार बलियो बनाउनु नितान्त आवश्यक छ। सबैभन्दा पहिलो कुरा, डिम्याट र मेरो शेयर खाता सक्रिय हुनैपर्छ। त्यसपछि जति किताका लागि आवेदन दिने हो, ब्याङ्क खातामा त्यति नै रकम मौजुदात हुनु अनिवार्य छ। खातामा पैसा नभई आवेदन दियो भने त त्यो स्वतः रद्द भइहाल्छ नि। अनि अर्को महत्त्वपूर्ण कुरा, यी सबै प्लेटफर्ममा व्यक्तिगत विवरणहरू दुरुस्तै मिल्नुपर्छ। र यसले एउटा कुरा एकदमै स्पष्ट रूपमा देखाउँछ, विवरणहरू मिल्नु किन यति धेरै महत्त्वपूर्ण छ। उदाहरणका लागि, यदि डिम्याट खातामा नाम राम छ तर ब्याङ्क खातामा रामबहादुर छ भने प्रणालीले सिधै 2 फरक व्यक्ति मान्छ र आवेदन त्यहीँनिर रद्द हुन्छ। जन्ममितिमा सानो मात्रै फरक पर्यो भने पनि यही समस्या आउँछ। धेरैजसो आवेदन अस्वीकृत हुने मुख्य कारण नै यही हो। त्यसैले डिम्याट, ब्याङ्क र मेरो शेयरमा पूर्ण रूपमा एउटै विवरण हुनुपर्छ। अब जाउँ दोस्रो चरणमा, आवेदन दिँदा अपनाउनु पर्ने सावधानीहरू। यो भनेको साँच्चै नै काम फत्ते गर्ने समय हो र यहाँ अझ बढी ध्यान दिनुपर्छ। आवेदन दिने बेला सबैभन्दा बढी होस पुर्याउनु पर्ने कुरा हो सही सिआरएन अथवा सिआरएन नम्बर। गलत सिआरएन राख्ने बित्तिकै आवेदन सिधै अयोग्य ठहरिन्छ। त्यसैगरी दोहोरो आवेदन त दिनै हुँदैन। एउटै आइपिओमा 2 पटक प्रयास गर्दा वा फरक फरक ब्याङ्क खाता प्रयोग गरेर भर्न खोज्दा प्रणालीले स्वतः रद्द गरिदिन्छ। त्यसैले एक पटक मात्र तर सही तरिकाले आवेदन दिनुपर्छ। अर्को गजबको रणनीति भनेको अन्तिम दिनको पर्खाइमा नबस्नु हो। आइपिओ बन्द हुने अन्तिम दिनमा अनलाइन प्रणालीहरूमा कति धेरै चाप हुन्छ त्यो त हामी सबैलाई थाहै छ। कहिले सर्भर डाउन हुने, कहिले के समस्या आउने। त्यसैले निष्कासनको पहिलो वा दोस्रो दिनमै आवेदन दिनु सबैभन्दा सुरक्षित हुन्छ। अन्तिम समयको हतारोले बेकारको तनाव मात्र बढाउँछ। अब यहाँनिर एकदमै रोचक कुरा के छ भने आवेदनको आकार निर्धारण गर्दा यो 10 भन्ने अङ्कले ठूलो अर्थ राख्छ। नेपालको सन्दर्भमा धेरैजसो आइपिओमा न्यूनतम 10 किता आवेदन दिनै पर्छ। कम्पनीको अवस्था र आफ्नो बजेट हेरेर यो सङ्ख्या बढाउन त सकिन्छ, तर यो न्यूनतम 10 किताको नियम भने सधैँ दिमागमा राख्नुपर्छ। अब तेस्रो चरणमा प्रवेश गरौँ, कम्पनीको वित्तीय अवस्था विश्लेषण। सफल लगानी भनेको फर्म भरेर मात्र हुँदैन, कम्पनी कस्तो छ भनेर जाँच्न पनि उत्तिकै जरुरी छ। इपिएस अर्थात् इपिएस र नेटवर्थलाई कम्पनीको स्वास्थ्य रिपोर्ट कार्ड नै मान्दा हुन्छ। इपिएसले कम्पनीले प्रत्येक शेयरमा कति नाफा कमाइरहेको छ भन्ने देखाउँछ। यो जति धेरै भयो कम्पनी उति नै नाफामा छ भन्ने बुझिन्छ। अनि नेटवर्थले कम्पनीको वास्तविक वित्तीय मूल्य कति छ भनेर बताउँछ। आफ्नो कडा मेहनतको पैसा लगानी गर्नु अघि यो रिपोर्ट कार्ड बुझ्न एकदमै आवश्यक छ, किनकि अन्धाधुन्द लगानी गर्नुभन्दा बुझेर गरेको लगानी सधैँ सुरक्षित र फाइदाजनक हुन्छ। ल, अब अन्तिम चरणमा जाउँ र हेरौँ यी सबै कुरा कसरी जोडिन्छन्। चौथो चरण हो आवेदन पछिको फलोअप। सबमिट बटन थिच्ने बित्तिकै प्रक्रिया सकिँदैन नि।
आवेदन दिइसकेपछि सबैभन्दा पहिलो काम भनेको एप्लिकेसन रिपोर्ट जाँच गर्नु हो। त्यहाँ अप्लाइड लेखिएको छ कि छैन भनेर पक्का गर्नुपर्छ। यसले हाम्रो आवेदन सफलतापूर्वक दर्ता भयो भन्ने सुनिश्चित गर्छ। यदि त्यहाँ अनभेरिफाइड वा रिजेक्टेड छ भने तुरन्तै कदम चाल्नुपर्छ। अनि दोस्रो कुरा, आइपिओको बाँडफाँड मिति र नतिजाका अपडेटहरू निरन्तर पछ्याउनुपर्छ। कहिले नतिजा आउँछ भन्ने थाहा पाउँदा पछिको आर्थिक योजना बनाउन धेरै सजिलो हुन्छ। यी सबै प्रक्रिया बुझिसकेपछि अन्त्यमा एउटा निकै गम्भीर प्रश्नमा विचार गरौँ। कुनै पनि लगानी गर्नुअघि हामी कम्पनीको अनुसन्धान कति गहिराइमा पुगेर गर्छौँ त? आइपिओ भर्ने प्राविधिक प्रक्रिया जान्नु एउटा कुरा हो, तर सही र नाफामूलक कम्पनी छनौट गर्नु अर्को निकै ठूलो कुरा हो। के हामीले पर्याप्त अध्ययन गरिरहेका छौँ त? यो व्याख्यात्मक प्रस्तुतिले पक्कै पनि शेयर बजारको यात्रामा सही र सुसूचित कदम चाल्न मद्दत गर्नेछ। बाँकी कुरा त निरन्तर अध्ययनमै भर पर्छ।